ल ल ल माथि हिँडेर जाने है नि त ल हेर है 82 वर्षको मान्छे हस्पिटलमा आइसियुमा त्यत्रो महिनौ राखेको मान्छे ल सिँढी पो चढ्न थाले त ल हेर त अनि मान्छे चाहिँ ल त हिँड्नै नसक्ने भनेर चाहिँ नि बलर बस्या मान्छे त यस्तो फटाफट हिँडेर बसे 3 तले माथि जान खोज्दैछ नि गाडी माथि जाने ल ल ल ल ल हेर सासा सुसु पनि छैन अनि के भन्छ तपाईँलाई श्वास हुँदैन हिँड्दाखेरि कहाँ गयो त दम त भागेछ त जम्मै आँपको पात पिपलको पात लिचीको पात तुलसीको पात ज्वानो जिरा अदुवा बेसार अनि असुरको पात हालेर पकाएर चाहिँ नि मतलब आधा पारेर खुवाएको त चमत्कार गरेछ त तपाईँले ल 3 तलेमै पुर्न आँट्नुभयो त तपाईँ त श्वास हुँदैन ठ्याप्पै ल हेर त गजब पो भएछ त तपाईँको त ए कहाँ बाहिर बाहिर छतमै पुग्न लाग्नुभयो ए भनेपछि अब तपाईँ छतबाट चाहिँ बाहिर आउने हिँडेर ल हेर है लट्ठिन नचाहिने ल हेर ड्याङ अब हेटौँडा जाने त त्यसो भए हिँड्दै बिस्तारै पुगिन्छ नि 10 दिनमा पुगेला 10 दिनमा पुगिन्छ नि त हेटौँडा हुँदैन कहाँ बस्नु बाटोमा बस्दै बस्दै जाने नि के हो हुँदैन काठमाडौँमै बस्ने त अब यहाँ नछोड्ने ए तडा हुनुभएछ त्यहाँ त्यसो त अब हिँड्न नि सक्ने बाहिर उभिएर नि बस्न सक्ने अब के चाह त अब त चाहिन्छ त ल बधाई छ ल